ल आज रोसियोमा चाहिँ बत्ती गएर ट्रामहरू सबै यसरी अड्किरहेछ बत्तीले गर्दा। ल यहाँ चाहिँ बत्ती गएको थियो पोर्चुगलको लिस्बनमा, अब चाहिँ बत्ती आउँदैछ, यहाँ तलसम्म आइपुगेछ है, सबजना खुसी भइरहेछ। बत्ती आछ हौ सम्धि, तल बलिसक्यो, यहाँ पनि बल्छ अब एकछिनपछि, बल्दैछ हो बत्ती आयो। आयो पुरै खुसी भएको छ सबैजना। उयो त माथि त आइपुगेन त हौ, तलै हरायो त बत्ती त यार। आयो त माथि चाहिँ होटेलको मान्छेहरू रमाइरहेछ है बत्ती आयो भनेर। बत्ती यहाँ तल एन्टी साइड पनि आइसक्यो, माथि अल्मेदामा पनि आइसक्यो है। अल्मेदा साइडमा हामी चाहिँ अहिले छौँ आन्जसमा, यहाँ चाहिँ आएकै छैन। यहाँ चाहिँ बत्ती बलिरहेको छैन, यतापट्टि पुग्न बाँकी छ गाइस, हामी हिँड्दैछौँ है। आन्जसमा चाहिँ अझै बत्ती आएको छैन, अन्धकारै छ यस्तो है, अन्धकार अवस्थामा हामी हिँडिरहेछौँ अझै पनि। ल अन्धकार रातमा छ हामी चाहिँ। ए सम्झि यार टर्च लाइट छैन भनेको, कसरी जाने हो आज रुममा हामी। ल अहिले चाहिँ अलिअलि आकाश उज्यालो भएर बाटो चाहिँ देखिरहेको छौँ हामीले। अब एकछिनपछि चाहिँ आकाश पनि अन्धकार भयो भने चाहिँ केही पनि देखिने छैन होइन, त्यसपछि हामीलाई गाह्रो हुन्छ। गाडीहरू हिँडिरहेको छ, घर पुरै अन्धकार, आज त भूतको सहर जस्तो देखिरहेको छ हो लिस्बन पनि, पुरै अन्धकार, पहिला सधैँ झिलिमिली हुने ठाउँ। अहिले हामी ठ्याक्कै आन्जस चोकमा आइपुग्यो। आन्जस चोकमा बत्ती लाइटहरू केही पनि छैन घरहरूमा, अनि गाडीहरू चाहिँ हिँडिरहेछ भन्नाले पुरै अलि रमाइलो जस्तो पनि, बिरमाइलो जस्तो पनि होइन, यस्तो झिलिमिली सहर पुरै अन्धकार भएको छ, पुरै डरै लाग्दो भएको छ। मान्छे अगाडि हिँडिरहेछ, ठोकिन्छ हो ट्याङ लगाएर, अब चिनिने होइन। गोरेहरू त चिनिन्छ, झन् अझ कालो मान्छे त झन् के हो यो केही पनि देखिँदैन भने, वाक्क ठोकिएपछि मात्रै देखिन्छ है। यता हिँडिरहनु भएको छ सम्धिहरू, तर केही देखेको म यता छु तर के गर्नु देखिँदैन, यस्तो छ। मान्छेहरू टन्न हिँडिरहेछ तर कोही पनि देखिन्न। योभन्दा अगाडि चाहिँ लाइट चाहिँ आएको रहेछ, तर यो कस्तो खालको लाइट भनौँ अब, यो त बाटोमा दिइरहेछ, तर यो अर्कै खालको जस्तो लाग्यो। यो जेनेरेटरहरूबाट हो कि यता होइन, यहाँसम्म मात्रै छ, तल रोसियोतिर आएको छ, यहाँ छ आन्जसमा छैन। अब यो माथि आरओएसबाट चाहिँ सुरु भएको छ सायद। यहाँ मान्छेहरूको भिड जम्मा भइरहेछ पुरै बाटोतिर, सब बत्तीको वेटिङमा छ, पुरै बत्ती नभएर तनाव छ। के भयो यहाँ मात्र होइन, स्पेनमा पनि, फ्रान्समा पनि, प्रायः जस्तो युरोप कन्ट्रीहरू धेरै जसोमा सबैमा बत्ती नै छैन, बिजुली बत्ती, सबमा लोड सेडिङ भइरहेको छ। उमान घिसिङलाई खोइ निस्किसक्नु भएपछि अहिले यस्तो भइरहेछ है। युरोपमा पनि बटरफ्लाई इफेक्ट भन्थ्यो, त्यस्तै भइरहेछ यहाँ। ल यहाँनिर चाहिँ लाइट चाहिँ ठ्याक्कै यो रोडको लाइट मात्रै बलिरहेछ है। यहाँनिर यी रेस्टुरेन्टहरूतिर घरतिर त काहीँ पनि बलिरहेको छैन क्या लाइट, सब अन्धकार छ। हाकुदाईहरू यताउति टेन्सन हुन्छ, दाँत मात्र सेतो देखिने रहेछ है। फर्स्ट टाइम युरोपमा चाहिँ 9-10 घन्टाको लोड सेडिङ भइसक्यो, अझै कति हुन्छ थाहा छैन होइन। भर्खर अहिले चाहिँ 9-10 घन्टा जति भइसक्यो, अब जारी छ लोड सेडिङ कतिखेरसम्म, अझै कहिले बत्ती आउने हो थाहै छैन, हो कि होइन दाइ सम्धि। 10 घन्टा जति भइसकेन होइन, बढी हुन लागिसक्यो। अब खोइ उता रसियाले ह्याक गरेको भन्छ कसैले के भन्छ, यहाँ बुझ्नै गाह्रो छ है। अब ठ्याक्कै यही भनेर ठ्याक्कै न्युज पाएको छैन हामीले पनि, कन्फर्म भएको छैन। अब खोइ के हो बुझ्नै गाह्रो छ। अब वर्ल्ड वार 3 होला क्या हो जस्तो नै भइरहेछ है, गाह्रो छ युरोपमा। र अहिले यहाँ के भन्छ आरओएस कटेर अलिकति माथि अल्मेदा पुग्न खोज्दाखेरि चाहिँ बत्ती आएको कि जस्तो महसुस भयो। चारैतिर घरतिर नै लाइट बलिरहेको छ अहिले चाहिँ है।